हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज चाहिँ हामी दमकै कामको लागि आएको थियौँ। अनि काम सकेपछि चाहिँ हामी साथीहरू यतातिर डुल्न आयौँ। अनि कतिजनाले त यो देखेर पनि चिनिसक्नु भइसक्यो होला होइन, कहाँ आएको भनेर। त्यसमा चाहिँ हामी माथि जानको लागि चाहिँ लिफ्टमा चढ्यौँ। अनि त्यसपछि दाइले पुरै यतापट्टि थिच्दै हुन्थ्यो नि त। अनि हाम्रो अझैले सोध्दै हुन्थ्यो क्या के थिचेको भनेर। अनि हामी जति माथि गयौँ नि अझै हामी त्यति नै त्यो माथि अङ्क बढ्दै जाने हो क्या भने नि त। अनि अझैलाई चाहिँ के भयो भने हस्पिटल गए जस्तो अनुभव भयो अरे क्या, किनभने अझै बिमारी भएर चाहिँ हस्पिटल नोबेल लाँदाखेरि चाहिँ लिपबाट लगेको थियो। अनि मलाई त त्यस्तै लाग्यो भन्दै हुन्थ्यो होइन। अनि साथीहरू मेन कुरो के भने नि हामी यो कुन ठाउँ आएको मलाई नै थाहा थिएन क्या। अनि मैले दाइलाई सोधेँ, अनि दाइले भन्नुभयो दमकको भ्यू टावर हो भनेर। त्यसपछि पुरै म त घुम्दै भिडियो गर्न थालेँ है पुरै। अहिले त बिहान आउँदाखेरि चाहिँ साथीहरू पुरै पानी परिरहेको थियो क्या। अनि अहिले चाहिँ टिलिक्क घाम लागेर होला यस्तो राम्रो आएको थियो। अब कतिजना त यहाँनिर डुल्न पनि आइसक्नु भइसकेको होला होइन। अनि म चाहिँ पुरै वरिपरि घुम्दै भिडियो गर्दै थालेँ। अहिले त धानको सिजन भएर पनि होला साथीहरू यस्तो राम्रो हरियो देखिएको थियो नि। अहिले त कति तल बनाउँदै पनि हुनुहुन्छ होइन। त्यसपछि यतापट्टि हेरेको त पुरा हाम्रो अझै त है एकोरो भएर हेरिरहनु भएको थिएन। अनि मैले यसो भिडियो पनि गरिदिएँ। त्यसपछि म फेरि पल्लो साइड गएर पनि यसो हल्का खिचेँ। अनि पुरै घामले गर्दा पनि होला यस्तो राम्रो आएको थियो है। त्यसपछि अझै र म भएर चाहिँ एउटा टिकटक बनायौँ साथीहरू पुरै नाचेर होइन। अनि यो कुन सङमा बनाएको भनेर साथीहरू हेर्नु होला है, मैले यो टिकटक पोस्ट पनि गरिसकेँ। त्यसपछि हामी तल झऱ्यौँ। अनि पुरा अझैलाई पर आउनु ल म भिडियो गरिदिन्छु भनेर पुरै अझै आउनुभयो। त्यसपछि अब धेरैजना गएर पनि आफ्नो अब भिडियो फोटोसोटोमा व्यस्त हुन्छ नि त। अब मैले बिचरा अझैलाई समातेर गर्न थालेँ होइन। अनि पर पुगेर आएर तिलिलिटै कुदेर आएँ क्या। अनि त्यसपछि यता हामीले चटपटे खायौँ। त्यसपछि हामी घर आउनका लागि चाहिँ बसमा चढ्यौँ। अनि पुरा भाइ बसिरहेको थियो सुरुमा चाहिँ। अनि दुर्गेश थापाको गीत आइसकेपछि चाहिँ पुरै उभिएर उठेर नाच्न थाल्यो क्या। अनि यतापट्टि झन् ताली पड्काइदिनु भयो, झन् नाचेको। अनि मैले यस्तो क्यामेरा तेर्साएको देखेर खै दिदी म बाहिर गएर नाच्छु भन्दै त क्या। अनि होइन भाइ यी नाच भने नि त। अनि पुरै भाइ त मक्खै भएर है, केटाकेटी पनि के भएको है साथीहरू पुरै फ्यान क्या, दुर्गेश थापाको फ्यान। त्यसपछि घर फर्किन्छ साथीहरू। आई होप तपाईँहरूलाई आजको मेरो मिनी ब्लग राम्रै लाग्यो होला भन्दै आजको लागि बाई बाई।